सम्पूर्णलाई नमस्कार। म चाहिँ आज के भन्न आएको छु भने जुन चाहिँ अहिले नेपालको वर्तमान राजनीतिक घटनाक्रम हेर्दा, अवस्था हेर्दा धेरैले बुझि पनि सक्नुभएको होला हैन। मैले चाहिँ के बुझेँ भने अहिले आएर चाहिँ यो देशमा वास्तविक राजनीति हैन गर्छु भनेर आएको व्यक्तिहरू 100मा 50% होला हैन। त्यो व्यक्तिहरूले चाहिँ राजनीति गर्नु पाएको छ कि छैन भन्ने पनि प्रश्न खडा भएको छ हैन। जो चाहिँ जनताको लागि देशको निम्ति चाहिँ म निस्वार्थ रूपमा चाहिँ आफ्नो खाएको गाँस पनि त्यागेर आउँछु भन्ने व्यक्तिले चाहिँ पाएको छ कि छैन भन्ने पनि प्रश्न आइरहेको छ हैन। अहिले चाहिँ मलाई चाहिँ कस्तो लागिरहेको छ भने जुन चाहिँ राजनीति चाहिँ गर्न सबैभन्दा नेपालमा सहज जस्तो देखिरहेको छु क्या यो अवस्थामा हेर्दा चाहिँ नि। यो अवस्थालाई चाहिँ निहाल्दा र अहिले कस्तो भइरहेछ भने राजनीति जुन चाहिँ अध्ययन हैन एउटा तलदेखि सानो तह हुन्छ नि त राजनीतिको त रको अध्ययनबाट नै तह हुँदै भोलि राजनीतिमा छिर्ने हो। अब हामी युवाहरू चाहिँ जुन चाहिँ छौँ नि हामीले अहिले अध्ययनशीलमा छौँ हैन, अध्ययन गर्दैछौँ। अब अहिले हामीलाई माथिल्लो तहमा अब नेतृत्व चाहिँदैन किनकि हामीले त्यो पहुँचै भएको छैन। वास्तवमा सकिन्न। हामीले सानो नेतृत्वबाट हामीले सुरुवात गर्छौँ हैन भोलिको दिनमा। त्यसै कारण पनि अहिले चाहिँ कस्तो भइरहेको छ भने यो अवस्थामा आउँदा चाहिँ वास्तविक राजनीति गर्छु भन्ने राजनीतिक कर्मी भन्दा पनि यहाँ चाहिँ राजनीतिमा चाहिँ फरक विधाका व्यक्तिहरू चाहिँ बढी घुसिन थाल्यो। जुन चाहिँ अहिले छ नि यो सोसियल मिडिया जुन चाहिँ भाइरल भन्ने समय छ, भाइरलको जमाना छ। त्यो जमानाबाट भाइरल जो व्यक्ति छ त्यसलाई चाहिँ राजनीतिमा चाहिँ तिमीले पनि गर्न सक्छौ भनेर चाहिँ झ्याप्पै लिएर राखिदिइहाल्ने, त्यो चाहिँ मलाई अहिलेको सबैभन्दा दुःखलाग्दो विषय जस्तो लाग्छ। यसले चाहिँ भोलि देशलाई चाहिँ हैन विकासतर्फ भन्दा पनि विनाशतर्फ हैन भोलि नराम्रो नकारात्मक दिशातिर चाहिँ यसले लान्छ जस्तो लाग्छ। त्यही भएर यसमा चाहिँ चाँडै हामी समाज देशको जनताहरूले पनि ध्यान आकर्षण गर्नु जरुरी छ, बुझ्न जरुरी छ। कुनै व्यक्तिले चाहिँ जस्तै मानिलिउँ एउटा जुन चाहिँ